मित्रहरू जय मसीह। यो भिडियो सन्देशमा यहाँ सबैजनालाई म स्वागत गर्दछु। नाइजेरियामा क्रिस्चियन विरुद्ध बोको हराम नाम गरेको आतंकवादीहरूले मचाएको आम हत्या र चरम यातना विरुद्ध अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प यसरी गर्जे। नाइजेरिया सरकारले क्रिस्चियनहरूको हत्यालाई जारी राख्न अनुमति दियो भने संयुक्त राज्य अमेरिकाले नाइजेरियालाई दिने आर्थिक सहित अन्य सहायता तुरुन्त रोक्नेछ र अहिले बदनाम कमाएको देशमा बन्दुक उठाएर प्रवेश गरी ती भयानक अत्याचार गर्ने इस्लामिक आतंककारीहरूलाई सायद पूर्ण रूपमा नष्ट पनि गरिदिन सक्छ। म यहाँ हाम्रो युद्ध विभागलाई सम्भावित कारबाहीको तयारी गर्न निर्देशन दिँदैछु। हामीले आक्रमण गर्यौं भने त्यो छिटो, क्रूर र मिठो हुनेछ, ठिक त्यसै गरी जसरी आतंककारी गुण्डाहरूले हाम्रा प्यारा क्रिस्चियनहरूलाई आक्रमण गर्छन्। राष्ट्रपति ट्रम्पले यो चेतावनी दिँदै गर्दा रक्षा मन्त्री पिट हेग्सेथले पनि एक्समा लेखेका छन् कि नाइजेरियाली सरकारले क्रिस्चियनहरूको रक्षा गर्छ कि त यी भयानक अत्याचार गर्ने इस्लामिक आतंकवादीहरूलाई हामी आफै मार्ने छौं। हामी सुरु गरौं नाइजेरियाको बोको हराम नाम गरेको इस्लामिक आतंकवादी संगठनको परिचय र यिनीहरूको दुष्ट्याइबाट। को हुन् त बोको हराम? नेपालीहरूको कानमा बोको हराम शब्द आफै पनि अनौठो सुनिन सक्छ, तर यसको अर्थ पश्चिमी शिक्षा हराम वा पाप हो र यही नामबाट चिनिने एक इस्लामिक आतंकवादी समूह उत्तर पूर्वी नाइजेरियामा सक्रिय छ। यो समूहको सुरुवात सन् 2002 मा इस्लामिक कट्टरपन्थी प्रचारक मोहम्मद युसुफले गरेका थिए। सुरुमा यो पश्चिमी प्रभावको विरुद्ध र कठोर इस्लामिक शरिया कानुन लागू हुनुपर्छ भन्नेमा केन्द्रित थियो। सन् 2009 मा प्रहरी हिरासतमा युसुफको मृत्यु भएपछि यो समूह अबु बकर सेकाउको नेतृत्वमा अत्यन्तै हिंसात्मक र क्रूर आतंकवादी संगठनमा परिणत भयो। यसले पछि विश्वव्यापी आतंकवादी समूह इस्लामिक स्टेट अर्थात् ISIS प्रति वफादारीता देखायो र ISWAP अर्थात् इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्ससँग पनि यो आबद्ध भयो। अब चर्चा गरौं क्रिस्चियनहरूमाथि बोको हरामको अत्याचार। बोको हरामको मुख्य उद्देश्य नाइजेरियालाई एक इस्लामिक राज्य बनाउनु हो। यस क्रममा उनीहरूले आफ्नो विचारधारा नमान्ने जो कोहीलाई मारेका छन्, जसमा नरमपन्थी मुस्लिमहरू पनि पर्दछन्, तर उनीहरूको सबैभन्दा ठूलो र योजनाबद्ध निशाना क्रिस्चियन समुदाय बनेको छ। बोको हरामले क्रिस्चियन विरुद्ध गरेका केही प्रमुख अत्याचारहरूको विवरण यस्तो छ। सबभन्दा पहिलो विवरण चाहिँ योजनाबद्ध नरसंहार। बोको हरामले क्रिस्चियनहरूको बाहुल्य भएका गाउँहरूमा पसेर सामूहिक हत्या गरेर गाउँ नै सखाप पारेका छन्। भेटे जतिका बालबालिकादेखि वृद्धसम्म सबैलाई गोली हान्ने वा घाँटी रेटेर मार्ने र बाँकीलाई बन्धक बनाउँदै आएका छन्। 2024 को तथ्याङ्कले देखाए अनुसार 62,000 भन्दा बढी क्रिस्चियनहरू मारिएका छन्। यो आँकडा अरूले दिएको भन्दा फरक हुन सक्छ। विभिन्न संस्थाले विभिन्न प्रकारले आफ्नै ढङ्गले आँकडा दिएका छन्। कतिले चाहिँ लाखौं मारिएको आँकडा प्रस्तुत गरेका छन्। दोस्रो चाहिँ चर्च भवनमा आक्रमण। बोको हरामको सबैभन्दा मुख्य निशाना चर्च भवनहरू नष्ट पार्नु रहेको छ। 2009 देखि यता लगभग 19,000 भन्दा बढी चर्च भवनहरू नष्ट पारिएको तथ्याङ्कले देखाउँछ। आइतबारको संगति चलिरहेको बेला वा क्रिसमस र इस्टर जस्ता चाडका दिनहरूमा चर्चभित्र पसेर बम विस्फोट गराउने, आगो लगाइदिने र भाग्न खोज्ने विश्वासीलाई गोली हानेर मार्ने घटनाहरू सयौं पटक भएका छन्। बोको हरामको तेस्रो अत्याचार अपहरण र यौन दास्ता। सन् 2014 मा बोको हरामले चिबोक भनिने ठाउँबाट 276 जना स्कुले छात्राहरूको अपहरण गरे, जसमध्ये धेरैजसो क्रिस्चियन थिए। तीमध्ये धेरैजना अझै बेपत्ता छन्। उनीहरूले क्रिस्चियन युवतीहरूलाई अपहरण गरी जबरजस्ती धर्म परिवर्तन गराउने, जिहादी लडाकुहरूसँग बिहे गर्न लगाउने र यौन दासी बनाउने गरेका छन्। बोको हरामको
चौथो अत्याचार गर्ने तरिका चाहिँ बालबालिकालाई प्रयोग गर्नु। अपहरण गरिएका बालबालिकाहरूलाई उनीहरूले बाल सैनिक बनाएका छन्। अझ डरलाग्दो कुरो, बोको हरामले साना बालबालिकाहरू र किशोर किशोरीहरूको शरीरमा बम बाँधेर उनीहरूलाई बजार, बस पार्क वा प्रार्थना स्थलहरूमा आत्मघाती हमला गर्न पठाउने गर्दछन्। पाँचौं चाहिँ क्रूर हत्या। गर्भवती महिलाहरूको पेट चिरेर मार्ने, पास्टरहरू र चर्चका अगुवाहरूको परिवारसहित हत्या गर्ने, बुवा आमाको अगाडि छोरीहरूलाई बलात्कार गर्ने र येशूलाई नत्यागेको झोकमा मानिसहरूलाई जिउँदै जलाउने जस्ता अमानवीय र बर्बर कार्यहरू गर्दै आएका छन्। लगातार भइरहेका यी आक्रमणहरूको कारण लाखौं नाइजेरियाली क्रिस्चियनहरू विस्थापित भएका छन् र लाखौंले येशूको खातिर ज्यान गुमाएका छन्। क्रिस्चियनहरूलाई सखाप पारिएका गाउँहरू बोको हरामको कब्जामा छन्। नाइजेरियामा धार्मिक तनावका साथै जातीय र जमिन र पानी जस्ता स्रोत साधनको लागि पनि द्वन्द्व छ। केही विश्लेषकहरू भन्दछन् कि नाइजेरियाली सरकारको चरम भ्रष्टाचार, गरिबी र असफलताले गर्दा बोको हराम जस्ता समूहले खेल्ने ठाउँ पाएका हुन्। सरकार आफ्नै नागरिकको रक्षा गर्न असफल भएको छ र यो असफलताको सबैभन्दा ठुलो मूल्य क्रिस्चियन समूहले चुकाइरहेको छ। उनीहरू दोहोरो मारमा छन्, एकातिर आतंकवादीबाट, अर्कोतिर चाहिँ उदासीन सरकारबाट। नाइजेरियामा भइरहेको क्रिस्चियन विरुद्ध नरसंहारको विषयमा संयुक्त राष्ट्रसङ्घ र अन्य मानव अधिकारवादी सङ्गठनहरूले प्रतिवेदन निकालेका छन्, तर बोको हरामलाई रोक्न सरकारले ठोस कदम चालेको देखिँदैन र बोको हरामको बर्बरता यस्तो स्तरमा पुगेको छ कि नाइजेरियन सरकारले मात्र उनीहरूलाई नियन्त्रण गर्न नसक्ने र अन्तर्राष्ट्रिय समुदायको बलियो हस्तक्षेपको आवश्यक रहेको धारणा समेत व्यक्त गरिएका छन्। क्रिस्चियनहरूको नरसंहार भइरहेको विषयमा नाइजेरियन सरकारले आँखा चिम्लेको तथ्य बाहिर आएको छ। मूलधारका सञ्चार माध्यमहरूले यसलाई महत्त्व दिएका छैनन् र अहिलेसम्म नाइजेरियामा क्रिस्चियनहरूको आम हत्या भएको छैन भनेर दाबी गर्दैछन्। त्यहाँको नरसंहारलाई केही अज्ञात बन्दुकधारीले आक्रमण गरेको भन्दै हल्का ढङ्गले समाचार ढाकछोप गर्नको लागि प्रसारण गर्दै आएका छन्। नाइजेरियाका घटनाहरूलाई अल जाजिराले मृतकहरूको सङ्ख्या घटाएर प्रसारण गर्ने गरेका र यसैलाई स्रोत बनाएर पश्चिमी सञ्चारहरूले प्रसारण गर्दै आएका छन्। नाइजेरियाका केही सरकारी अधिकारीहरूमाथि नै बोको हरामलाई हतियार उपलब्ध गराएको आरोप लाग्ने गरेको छ। विशेष गरी प्रहरी र सेनाको हतियार रातभरिको लागि आतंककारीहरूलाई दिने र बिहान भएपछि राखिएको ठाउँमा फिर्ता ल्याउने सम्मका कामहरू पनि भएको खबर छ। नाइजेरियाको यो परिवेशलाई चिर्ने उद्देश्यले अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले यो चेतावनी दिएका हुन्। ट्रम्पले आफ्नो एक्समा क्रिस्चियनहरूको पक्षमा यस्तो लेखेका छन्। त्यसको केही अंश भावानुवाद गर्दा यस्तो हुन्छ, म पढेर यहाँको सामु सुनाउँदैछु। नाइजेरिया सरकारले क्रिस्चियनहरूको हत्यालाई जारी राख्न अनुमति दियो भने संयुक्त राज्य अमेरिकाले नाइजेरियालाई दिने आर्थिक सहित अन्य सहायता तुरुन्त रोक्नेछ र अहिले बदनाम कमाएको देशमा बन्दुक उठाएर प्रवेश गरी ती भयानक अत्याचार गर्ने इस्लामिक आतंककारीहरूलाई सायद पूर्ण रूपमा नष्ट पनि गरिदिन सक्छ। म यहाँ हाम्रो युद्ध विभागलाई सम्भावित कारबाहीको तयारी गर्न निर्देशन दिँदैछु। हामीले आक्रमण गर्यौं भने त्यो छिटो, क्रूर र मिठो हुनेछ, ठिक त्यसै गरी जसरी आतंककारी गुण्डाहरूले हाम्रा प्यारा क्रिस्चियनहरूलाई आक्रमण गर्छन्। राष्ट्रपति ट्रम्पले यो चेतावनी दिँदै गर्दा रक्षा मन्त्री पिट हेग्सेथले पनि एक्समा लेखेका छन् कि नाइजेरियाली सरकारले क्रिस्चियनहरूको रक्षा गर्छ कि त यी भयानक अत्याचार गर्ने इस्लामिक आतंकवादीहरूलाई हामी आफै मार्नेछौँ। 2018मा राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकालमा नाइजेरियाका तत्कालीन राष्ट्रपति मुहम्मदु बुहारीसँग व्हाइट हाउसमा भेटघाट हुँदा ट्रम्पले मिडियाको अगाडि नै भनेका थिए, हामीले नाइजेरियामा भइरहेको
ख्रिस्टियनहरूको हत्याको बारेमा गम्भीर कुराकानी गर्यौं, हामी त्यो भयानक समस्यालाई सहन सक्दैनौं। ट्रम्पको यो अडानलाई धेरैले सताइएकाहरूको पक्षमा बोलिएको एक बलियो आवाजको रूपमा लिए भने कतिले यसलाई कूटनीतिक मर्यादा विपरीत पनि भने। लगभग 7 वर्षपछि ट्रम्पले यो मुद्दालाई विश्वको माझमा फेरि ल्याएका छन्, जसले नाइजेरियन सरकारलाई केही न केही गर्नको लागि दबाव सृजना गरेको छ। ट्रम्पको चेतावनीले विश्वव्यापी रूपमा ठूलो तरङ्ग पैदा गरेको छ। यसका दुवै सकारात्मक र नकारात्मक पक्षहरू यस्ता छन्। सबभन्दा पहिला चाहिँ हामी यसको सकारात्मक प्रभावहरूबारे चर्चा गरौँ। पहिलो चाहिँ ट्रम्पको चेतावनीले पीडितहरूलाई आशा दिएको छ। वर्षौंदेखि अन्तर्राष्ट्रिय समुदायबाट उपेक्षित महसुस गरिरहेका नाइजेरियन क्रिस्चियनहरूको लागि विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रको प्रमुखले उनीहरूको पक्षमा बोल्न र सुरक्षाको लागि सैन्य कारबाहीको चेतावनी दिनुले मनोवैज्ञानिक राहत र आशाको सन्देश दिन्छ। विशेष गरी विश्वभरिका क्रिस्चियनहरूलाई नाइजेरियन विश्वासीहरूको पीडामा एकबद्धता जनाउन प्रेरित गरेको छ। राष्ट्रपति ट्रम्पको यो चेतावनी विश्वव्यापी समाचारको मुख्य हेडलाइन बनेको छ। यसले अन्य देशहरू र मानव अधिकारवादी सङ्गठनहरूलाई पनि सताइएकाहरूको पक्षमा बोल्न र कदम चाल्न नैतिक दबाव सिर्जना गरेको छ। दोस्रो सकारात्मक प्रभावको कुरा गरौँ। नाइजेरियन सरकारलाई दबाव दिएको छ। यसले बोको हरामले मच्चाएको आतंकलाई विश्वले हेरिरहेको तर हालसम्म आतंकवाद नियन्त्रण गर्न असफल वा अनिच्छुक देखिएको नाइजेरियन सरकारमाथि आफ्नो क्रिस्चियन नागरिकहरूको रक्षा गर्न ठूलो दबाव सिर्जना गरेको छ। ट्रम्पको आर्थिक सहायता कटौती गर्नेदेखि सैन्य कारबाही गर्नेसम्मको चेतावनीलाई व्यवस्था गरेको खण्डमा सरकारले ठूलो मूल्य चुकाउनु पर्ने देखिन्छ। अब हामी चर्चा गरौँ ट्रम्पका चेतावनीका केही नकारात्मक असरहरू बारे। भूराजनीतिक दृष्टिकोणबाट हेर्ने हो भने यसको केही नकारात्मक असरहरू पनि छन्। पहिलो नकारात्मक असर चाहिँ सार्वभौम सत्तामाथिको हमला। राष्ट्रपति ट्रम्पले बोको हरामलाई सिध्याउनको लागि कडा कदम चाल्नुपर्ने अवस्था सिर्जना हुन सक्ने अवस्थालाई मध्यनजरमा राख्न पेन्टागनलाई तयारी अवस्थामा रहनको लागि आदेश दिइसकेको छ। यो धम्कीलाई नाइजेरियाको राष्ट्रपति बोला अहमेद टिनुबुले राष्ट्रियतामाथि धावा बोलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् भने बोको हरामले सबैलाई उत्तिकै दुःख दिएको गुनासो पनि व्यक्त गरेका छन्। सैन्य कारबाही गर्ने धम्कीले नाइजेरियासँग द्विपक्षीय सम्बन्ध बिग्रन सक्छ र क्षेत्रीय अस्थिरता बढ्न सक्छ। दोस्रो नकारात्मक प्रभाव धार्मिक युद्धको भाष्य। इस्लामिक आतंकवादी विरुद्ध क्रिस्चियनहरूको रक्षा गर्ने जस्ता शब्दहरूले यो सङ्कटलाई राजनीतिक वा आतंकवादी भन्दा पनि धार्मिक युद्धको रूपमा अर्थ दिने खतरा छ। यसले नाइजेरियालाई विदेशी शक्तिहरूको रणभूमि बनाउन सक्छ। त्यहाँ हुने कुनै पनि बाहिरी सैन्य हस्तक्षेपले पश्चिम अफ्रिका क्षेत्रमा नै ठूलो अस्थिरता र शरणार्थी सङ्कट पैदा गर्न सक्छ। तेस्रो नकारात्मक असर हिंसाको वृद्धि। बाह्य सैन्य हस्तक्षेपको धम्कीले बोको हराम जस्ता समूहहरूलाई थप आक्रामक बन्न र बदला स्वरूप क्रिस्चियनहरूमाथिको आक्रमण बढाउन उक्साउन सक्छ, किनकि उनीहरूसँग त्यस्तो कुनै प्रकारको नैतिकता नै हुँदैन। त ट्रम्पको चेतावनीलाई जसले जसरी लिए पनि बोको हरामले मच्चाएको विध्वंस विश्व सामु छर्लङ्ग छ र यसलाई सम्बोधन गरेर पीडितको पक्षमा आवाज उठाउनु सराहनीय कार्य हो। अमेरिकाले क्रिस्चियनको मात्र होइन, बर्माबाट खेदिएका रोहिङ्गे मुसलमानहरू र तिब्बतबाट खेदिएका बौद्ध मार्गीहरूको पक्षमा पनि वकालत गर्दै आएको छ। ट्रम्पको सक्रियतालाई अब हामी बाइबलीय दृष्टिकोणबाट हेरौँ। नाइजेरियामा सताइएका क्रिस्चियनहरूको पक्षमा गरिएको वकालत क्रिस्चियनहरूको लागि राजनीतिक वकालत मात्र होइन, यो
आत्मिक वकालत पनि हो। पीडित ख्रिस्टियनहरूको प्रार्थनाको उत्तर पनि हो। परमेश्वरले आफ्ना सताइएका जनहरूको पक्षमा कसै न कसैलाई खडा गर्नुहुन्छ भन्ने बाइबलीय सत्यतालाई पनि हामीले स्वीकार गर्नुपर्छ। बाइबलमा पनि यस्ता घटनाहरू प्रशस्त छन्, जस्तै फारसका राजा कोरेसलाई यहुदीहरूको पक्षमा चलाउनु भयो। यसको लागि तपाईँले एजरा र नेहम्याका पुस्तकका पहिलो अध्यायहरू पढ्नुहोस्। कोरेस एक गैर यहुदी शासक थिए, तर पनि परमेश्वरले उनलाई यशाया मार्फत आफ्नो अभिषिक्त व्यक्ति भनेर चिनाउनु भयो। यशाया 45:1 यो कुरो तपाईँले पढ्न पाउनुहुन्छ। आफ्नो जन यहुदीहरूलाई बेबिलोनको दासत्वबाट मुक्त गर्न र यरुसलेममा मन्दिर पुनर्निर्माण गर्न उनलाई प्रयोग गर्नुभयो। ट्रम्प जस्ता शक्तिशाली राजनीतिक व्यक्तित्वलाई सताइएका ख्रिस्टियनहरूको पक्षमा बोल्न के परमेश्वरले प्रयोग गर्नुभएको आधुनिक कोरेसको रूपमा हेर्न मिल्छ? यस विषयमा तपाईँको राय तल कमेन्ट बक्समा लेख्नुहोला। निष्कर्षमा भन्नुपर्दा बोको हरामको बन्दुकको अगाडि नाइजेरियाको चर्च एक्लै उभिएको छ। उनीहरू हरेक दिन मृत्युको छायामा बाँचिरहेका छन्। नाइजेरियन ख्रिस्टियनहरूलाई थाहा होस् कि उनीहरू एक्लै छैनन्। उनीहरूलाई कडा राजनीतिक दबावको साथै हाम्रो प्रार्थनाको सहयोगको खाँचो छ। हामी पनि ती सताइएका विश्वासीहरूसँग एकबद्धता जनाउँ। यो भिडियोलाई सेयर गर्नुहोस् ताकि नाइजेरियाको विश्वासीहरूको पीडाको चित्कार संसारले सुन्न सकोस्। के शक्तिशाली देशहरूले सतावटमा परेका गरिब देशका ख्रिस्टियनहरूलाई बचाउन सैन्य हस्तक्षेप गर्नुपर्छ? के यो बाइबलीय छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। अर्को भिडियोमा हामी अवश्य भेट्नेछौँ। प्रभुले सबैलाई आशिष दिउन्। जय मसीह।